सबैजनालाई एउटा मैले दुःखद एउटा सूचना मैले भन्न चाहेँ होइन। यो बडीगार्ड 9 बलगास हाम्रो दोरबहादुर केसी यानि कि उहाँलाई बाबुराम केसी भनेर सबैले चिन्नुहुने रहेछ है। उहाँलाई चिन्नुहुने रहेछ। ल अब 1-1.5 महिनादेखि उहाँ भनेको एउटा कम्मरदेखि तल नचलेको कारणले गर्दा उहाँलाई उपचार गर्नको लागि आर्थिक स्थिति एकदमै समस्या भएको कारणले गर्दा मेरो आफ्नो व्यक्तिगत तर्फबाट मैले रु 5,000 मैले हालिदिइसकेको छु। अनि हजुरहरूले पनि जो सुकै साथीहरू जो अवस्थामा हुनुहुन्छ जहाँ हुनुहुन्छ यति सहयोग गर्न चाहने साथीहरूले सम्पर्क गर्नुहोला। म उहाँहरूको खाता पठाइदिन सक्छु होइन। जे जति हुन्छ सहयोग गरिदिनु होला। किनकि मान्छेको जिन्दगी रोगले धनी गरी कहिले पनि भन्दैन। कुनै दिन म आफै स्वयं केही वर्ष अगाडि यस्तो बिरामी भएको थिएँ कि सायद त्यो समयमा मलाई 2 जना डक्टरले मलाई गेटबाट बाहिर निकालेको मान्छे मै हो कि त बाँच्दैनस् भनेर मलाई निकालेको कन्डिसन त्यो थियो। मलाई डेङ्गु भएर लास्टै अवस्थामा 15,000 प्यालेन्टिसमा म झरेको थिएँ र अब मान्छे 20-22 हजारमा बिहोस हुँदो रहेछ। एउटा हिम्मतको कारणले गर्दा जोसको कारणले गर्दा सायद म बिहोस भएन होला होइन, त्यो लाग्छ मलाई। र जब म बिरानो ठाउँमा थियो त्यो समयमा मसँग पैसा पनि सकिएको थियो, मेरो आफन्ती साथीभाइ कोही पनि थिएन, म नितान्त एक्लो थिएँ कि। हिजो मैले एउटा स्टार लेख्ने बेला नि मलाई आँसु आएको थियो कि त्यसको बारेमा मैले लेखेर पनि हालेको थिएँ। अनि जब निकालिसकेपछि मैले आफ्नो एउटा हिम्मत म यस बाँच्छु, उसले 2 घन्टा बाँच्दैन म बाँच्छु भनेर एउटा जोस एउटा हिम्मत राखेर मैले नेपाल भेरी हस्पिटलमा आएँ। हस्पिटलमा आउँदा सबैभन्दा सिकिस्त बिरामी भनेको मै थिएँ क्या, एकदमै नाजुक मै थिएँ। अनि जब अर्को दिन मेरो श्रीमती आउँदा डक्टरले पनि लास्टै कन्डिसन छ कि पनि हेलिकप्टरबाट काठमाडौँ लगाउनुहोस् कि पनि ब्लड दिने मान्छे खोल्नुहोस् भन्दा उसले एकदम निराश भएर ओठमुख सुकाएर मेरो श्रीमान मैले घुमाउने भयो भनेर थ्याच्च भएमा बसेको त्यो समय मलाई अझै ताजा छ होइन। अनि जब मैले आफ्नो एउटा हिम्मतले गर्दा सलानी पानी छोपेर हस्पिटलको गल्ली गल्ली मैले जिन्दगीको भिख मागेको मान्छे मै हो कि म बाँच्न जान्छु, प्लिज मलाई बचाउनुहोस्, म बाँच्न जान्छु, मलाई रगत दिनुहोस् भनेर मैले भिख मागेको। भगवान्को कृपाले मलाई 2 जना पठाउनु भयो। 2 जनाले मलाई बोर्डर दिनुभयो। त्यो रगतलाई सेतो बनाएर मलाई सलानी चढाइयो अनि म बाँच्न सफल भएँ। सायद त्यो मेरो हिम्मत हुन्नथ्यो, आँट हुन्नथ्यो भने म बाँच्छु भने आँट हुन्नथ्यो सायद म बाँच्ने थिएन। म दोस्रो जिन्दगी पाएको मान्छे हो। किनकि जिन्दगीमा मान्छेलाई कतिखेर के हुन्छ कसैलाई केही पनि थाहा हुँदैन, धनी गरिब कसैले पनि भन्दैन। यति हो साथी हो, हामी आफ्नो दुःख आफूसँग छ। दुःख बिरामी हुँदा एक आपसमा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ होइन। जे जति सक्नुहुन्छ त्यति सहयोग गर्नुहुन्छ भने उहाँको मैले एकाउन्ट नम्बर पठाउने त्यतिसम्म सहयोग गर्छु। मलाई मेसेजमा खबर गर्न नि सक्नुहुन्छ। सहयोग गर्नु होला, उहाँलाई पनि बचाउनुहोस्। उहाँले पनि जिन्दगी सुखसँग राम्रोसँग जिउन अवश्य नै चाहनु भएको होला होइन, त्यो भन्न चाहेँ। हस्ता सबैजनाले सहयोग गरिदिनु होला आफ्नो ठाउँबाट। मैले 5,000 मेरो तर्फबाट गरेको छु साथीहरू है।